हेलो आज दोस्तों नमस्ते। शैलेश जाए तेरा शैलेश जाए जालो खतरा निकाल दिया मैंने तोला पारी महिमा लाउने भाहो बर्खा लाग्यो सन्डे चाहिँ हामी बल हुनु गएको पाउने घिन घिनमा दल्छ नलाउनु रहेछ झुटो माया ल ल ल गाइज अगाडि 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 बाउआ भति चाहिँ यतै कता गयो त्यो मोटे मोटे हो अरू आएन भाइ दिवस है दिवस है हामी चाहिँ सबैजना होइन बल खेल्नु गएको आज चाहिँ सन्डे होइन र यस्तै चाहिँ जिन्दगीमा के गर्नु सन्डे भयो कि त बल खेल्नु बोलाउँछ यसो जानु पऱ्यो नि के गर्नु गाह्रो छ दिवसैमा आम्पाको आएकै छैन यार गाडी आएछ गाडीहरू जानु है जाला ब्रेक पनि लाग्दैन भन्छ फेरि छिन्नौ घुमेर गाडी घुमेन साइकल ब्याक गर्दैन त सोल्टी अलिक ब्याक गरौँ न कति राम्री राम्री रहेछ भाइ त्यहाँ जुम गर्नु पर्थ्यो जुमै गर्नु पाएन नि त गाह्रो छ नि कहाँ जाला नि चलो हिँड अब छिटो छिटो हलाउनु रहेछ झुटो माया छ दिवस चिक्दै कहाँ गयो सँगसँगै जिउला भन्मागेको छैन ठुलो कट्टु खरानी हुन्छ नि गाह्रो छ नि के गर्नु गाह्रो यति स्पिड हान्छ कि गाडी पनि बाबा हाल्दा होइन यहाँ चाहिँ अस्ति एउटा हाम्रै नेपाली दाजुभाइहरूले चाहिँ होइन बाइक र साइकलको ठक्कर भएर चाहिँ 7,000 तिरेको ठाउँ है 7,000 रिङ्गेट रियाल यहाँको होइन तिरेर चाहिँ अनि दाइले चाहिँ होइन तिर्नु परेको अब
अब त्यो खासै चोटपटक त लागेको थिएन है। अब त्यत्रो त दिनु नपर्ने हो, अलिअलि अब उपचार गरेर बाइक अब बनाइदिएको भए नि हुन्थ्यो, तर नमान्ने होइन। यहाँ पानीको धेरै क्षति हुन्छ होइन, जे पनि गर्नु सक्छ। त्यही भएर चाहिँ होइन उनीहरूले जे भने त्यही मान्नुपर्ने हुन्छ होइन। महिनाभरिको कमाइ चाहिँ होइन अब न घर पठाउने न अब होइन पामेललाई बुझाउने है, धेरै गाह्रो छ। यहाँनिर धेरै जोगिएर हिँड्नुपर्छ यो ठाउँमा चाहिँ होइन। मलेसिया चाहिँ तर मलेसियाको हावापानी चाहिँ लगभग नेपालसँग मिल्छ भन्छ होइन। तर नेपाल सेम त नेपालको जस्तै त हुँदैन, हल्का फरक त भइहाल्छ होइन। त्यही पनि हल्का फल्का मिल्छ हो गाइड होइन। यहाँ यो अनि हाम्रो कम्पनीको सरहरू चाहिँ होइन उहाँ बेलङपत्ता गएर बिहानै गएर आइसक्नु भइसक्यो हो। के गर्नु गाह्रो छ। दुईजना बाजे, एकजना दाइ, एकजना बाजे, दुईजना अनि एकजना बिहानै गएर पाउनुहुन्छ। ल ल ल खुल्यो, चलो जी। फेरि सुइल चाहिँ हो यता बाउ आयो, फेरि यता चाहिँ बाउ आयो सेपको एउटा सोटी आउँदै हुन्छ है। गाह्रो छ। हाम्रो साथीहरू यहाँ भ्यू छ होइन, साथीहरू कम्पनी छ गाह्रो होइन। साथी हो पानी कहाँबाट लाने खै? सर के भयो सर? हेलो सर। यतैतिरबाट लानुपर्छ पानी चाहिँ लाने भए चाहिँ यहीँ यतैतिरबाट। अब होटल छ यार, गाह्रो छ। अब चाइनिजको खाना त खाइँदैन, के गर्नु अब। होटल चाहिँ टन्नै छ है। फेरि यता अगाडि चाहिँ 2 रुपियाँ मार्केट छ होइन, 2 रुपियाँ मार्केट हो। 2 रुपियाँ 60 सेन्ट होला यार। मन थुप्रो भयो त्यो मार्केट नभएको चाहिँ होइन। यहाँ चाहिँ फेरि सबै चाइनिजको हो है, यो चाइनिजको पसलहरू होइन। चाइनिज खानाहरू पाउँछ है। एकचोटि हामी घुम्न लगेको थियो कम्पनीले, त्यतिखेर चाहिँ चाइनिज खाना खाएको। आम्मा तेरिका यार बिमारी भएर यार। सुँगुरलाई चारो त के पकाएर दिन्छ अरे त्यस्तै दिने रहेछ, सागपात पनि। अनि पानी पनि तताएको त्यो खै गाउँतिर हलेसो भन्छ नि, हलेसोको गु लगाएको जस्तो रातो न रातो। तर उनीहरूको एउटा ऊ हो होइन, चिया जस्तो बनाएर दिएको थियो। रङ चाहिँ चियाको जस्तो थियो, तर ऊ चाहिँ फेरि खाँदा चाहिँ पुरै ऊ जस्तो क्या, कस्तो नमिठो नमिठो टर्रो कस्तो त्यो पानी पनि त्यस्तै दिँदो रहेछ है। गाह्रो एकदम। अनि 2 रुपियाँ मार्केट चाहिँ अघि उताबाट देखाएर आएको थिएँ नि त मैले। यहाँबाट चाहिँ ठ्याक्कै देखिन्छु त्यहाँ हो होइन। त्यस्तै छ जिन्दगी, यस्तै हो। मलेसियामा महिनाभरि काम गर्नुपर्छ होइन। हप्ताभरि काम गऱ्यो, एक दिन सन्डे छुट्टी हुन्छ, त्यो पनि साथीहरूले फोन गर्छ होइन यसो बल्छिने जाउँ भनेर गयो। यस्तो अब खासै खेल्न त राम्रो त आउँदैन होइन, त्यही रमाइलोको लागि अब होइन। के रुममा बस्नु भनेर बसी नि अब
ल हिँड्नु न आउँदैछ उता पानी लिनु गएको छ दिवस उनलाई त खै भन्नु गर्नुपर्छ दिवसलाई गाह्रो छ होइन के टाढो पो छ त 10 मिनटको भिडियो भइसक्यो होइन के गर्नु गाह्रो छ नि गाडी आउँदै रहेछ यार पारी जानु पर्यो भनेको त हेर नि हामीले आउँदैछ चाहिन्छ होला है केटा रहेछ यो लास्टमा चाहिँ केटी भने यस्तो अनुहार हेरेर होइन केटा पो रहेछ दिवा खराब ल ल ल ल सिग्नल खुल्यो केटा हो हाँक्दै 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 सिग्नल खुलिरहेको छ फेरि खोला पुगेको दुईवटा है र पछाडि एउटा अगाडि कम्पनीले कामदारहरू राख्ने बिल्डिङहरू हिँड्दै जाने भए ए मुना त यार साह्रै भुलिसक्यो यार क्याप्टेन साहब उहाँ चाहिँ गाह्रो छ तर आउँदै होला उतातिर चाहिँ अब साइकलमा जाने के भयो बाइक साइक त छैन साइकलमा हिँड्ने है गाह्रो छ नि जाँदा पनि यही साइकल बोल्दिन जाँदा नि यही साइकल माछा मार जाँदा नि यही साइकल सबै ड्युटीमा आउँदैछ बस्नु नेपाल दाजुभाइहरू सबैजना नेपाल दाजुभाइहरू के तर यहाँ गल्ली गल्ली पनि पिच भएको क्या कस्तो बाटो पुरै पिच भएको छ नेपालमा कहाँ छ यस्तो नेपालमा त ढुङ्गा होइन माटो काठमाडौँको ठाउँमा त कति गयो होइन गएर पिच रोड गयो पहाडबाट झन् पुरै नगरौँ न तर अस्ति जेएनजीले खतरै दिइरहेको थियो होइन जेएनजी तर केपीवाला पनि अलिक केपीवाला प्रचण्डले पनि अलिअलि धुलाई चाहिँ हाल्नुपर्छ क्या केपीबा बाटो रहेछ यार पहिले नै भन्थ्यो एउटा केपीबासँगै पढ्ने साथीले क्या त्यो केपीमा कता बाटो छ त्यो सानैदेखि चलाएको भन्थ्यो हो रहेछ यार मैले चाहिँ पत्याएँ साह्रै बाटो तर काग चाहिँ होइन मलेसियामा धेरै पाउँछ है काग चाहिँ होइन काटेर खानु हो भने त कागले लगभग मासु किन्नु पर्दैन क्या काग मारेर खायो भने खानु मिल्ने भएर खाइदिनु हुन्थ्यो के हेर्नु है गाह्रो छ मिल्दैन मिल्ने भयो त रन्काइदिनु हुन्थ्यो रन्का बन्दरे रन्का
भने लामो लाग्नुपर्छ अर्को हप्ता चाहिँ नत्र भरे गएर त्यसको ठोक्याइन्छ होइन गाह्रो छ नि हो साथीभाइ हो केटाहरू रुममा सुती बस्छ छोरालीहरू के भन्ने गाह्रो छ नि बाटो आएर खेलेको आफ्नो ज्यानको लागि एक्सर्साइज पनि हो होइन मैले के भन्छु हाम्रो शरीरको लागि एक्सर्साइज हो सर मिलन सर निस्किनु भएछ आज चाहिँ मिलन सर भएर चाहिँ एकदम राम्रो प्लेयर हुनुहुन्छ दाजु मणि ल ल ल ल आउनु है त बिस्तारी एक हप्ता पछाडि चाहिँ हाम्रो भेटअप हुँदैछ होइन यस्तै सब जिन्दगी के गर्नु अब चाहिँ ग्राउन्ड पनि आइपुगेछ है साथीभाइ ग्राउन्ड पनि आइसक्यो फाइनली यहीँ अगाडि हो होइन अब कहिले गर्नु यस्तै छ ग्राउन्ड पनि ठिकै छ नराम्रो भन्दैन है झारसार रोपेछ अब त्यसमा अहिले चाहिँ राम्रै छ ग्राउन्ड चाहिँ अब ठिक छ नराम्रो पनि छैन होइन धेरै राम्रो पनि छैन अब साधारण टक्क अब हामी हप्तामा एकचोटि खेल्ने त हो होइन तर अब ग्राउन्डको चाहिँ अब बनाउँछ उनीहरूले पैसा दिएको हुन्छ है पैसा चाहिँ 50 रुपियाँ दिनुहुन्छ होइन एउटा गाले तानेर आउँछ बचिया पैसा लगिहाल्छ हौ 50 रुपियाँ हप्ताको राणा बान्ने पैसा लगिहाल्छ मान्न आइहाल्छ के भन्नु होइन अर्काको देशमा अब फेरिमा त नेपाल सरकारले चाहिँ दिन्छ होला फेरि मानिदिनु एसियामा चाहिँ दिँदैन एकदम यहाँ चाहिँ अब ठिकै थाहा भएन यता चाहिँ चाबी रहेछ अब हामी उता जानुपर्ने भयो कि हामी चाहिँ नि ग्राउन्ड त के अब राम्रै छ यतिको मन होइन विश्वकप खेल्ने जस्तो त अब चाहिएन नि हामीले होइन यस्तै हो राम्रो छ यतिको मिल्ने नै छ होइन राम्रो एकदम ठिक छ तर अलिकति टोइलेटको व्यवस्था चाहिँ छैन होइन त्यही मात्रै हो गाह्रो नत्र ठिक छ एकदम हजुर सर मालपा खसी पारिन भने त के रबिनले न्यु खोज्दैछ आज यतैतिर धुलाई हान्नुपर्छ रबिनले ल गगन गुड मर्निङ 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 क्याप्टेन सर रबिनले न्यु खोज्दैछ